Hello everyone, so this is the second video of glass ionomer cement, and in this video what we will going to discuss about the setting reaction of GIC glass ionomer cement को हामीले के पढ्छौं setting reaction। अब यसमा कस्तो हुन्छ भने ठ्याक्कै बुझ्नु पर्दा चाहिँ पहिलो यसका के स्टेप्सहरु छन् त्यो स्टेप्सहरुलाई चाहिँ हामीले याद गर्नुपर्छ। यो खासमा हुने त एकैचोटी गर्छ तर यसलाई कसरी कसरी हुन्छ कुन कुन स्टेप के हुन्छ त्यो बारे हामीले चाहिँ बुझ्नु पर्यो। सो हामीले के पढ्न गइरा छौं सेटिङ रियाक्सन अफ GIC ग्लास आइनोमर सिमेन्ट। अब ग्लास आइनोमर सिमेन्टको सेटिङ रियाक्सन पढ्नु भन्दा अगाडि चाहिँ कस्तो के बुझ्नुपर्छ भने हामीलाई फर्स्टमा हामीले बुझ्नुपर्ने के हो लिचिङ के रे लिचिङ। अब लिचिङमा के हुन्छ लिचिङमा केही हुँदैन जब हामीले चाहिँ के गर्छौं पाउडर हुन्छ नि पाउडर र के लिक्विड जब हामीले के गर्छौं मिक्स गर्छौं के गर्छौं मिक्स टुगेदर ठीक छ। मिक्स टुगेदर जब मिक्स गर्छौं त्यतिबेला के हुन्छ एसिड जुन हुन्छ नि एसिड केमा हुन्छ पोलिएक्राइलिक एसिड लिक्विडमा हुन्छ के हुन्छ एसिडले के गर्छ अट्याक्स ग्लास पार्टिकल। यो ग्लास पार्टिकल केमा हुन्छ पाउडरमा हुन्छ है के हुन्छ लिक्विडको एसिडले ग्लास पार्टिकलसँग के गर्छ अट्याक गर्छ। यो भयो त्यसपछि अब अट्याक भइसकेपछि के हुन्छ जुन क्याल्सियम अल्युमिनियम हामीले पढेको थियौं नि त यो पाउडरमा हुन्छ के रे क्याल्सियम अल्युमिनियम सोडियम र फ्लोराइड आयनहरु हुन्छ नि यो के हुन्छ लीच आउट हुन्छ। लीच आउट कहाँ हुन्छ इन्टु द एक्वस मिडियम। यो चाहिँ याद राख्नु पर्यो। फर्स्ट स्टेप के भयो लिचिङमा के हुन्छ पाउडर र लिक्विड जब हामी मिक्स गर्छौं सँगै त्यतिबेला के हुन्छ एसिड जुन कि लिक्विडको एसिड ग्लास पार्टिकलसँग के गर्छ अट्याक गर्छ ग्लास पार्टिकललाई अट्याक गर्छ जसले गर्दा जुन ग्लासमा जुन कि पाउडरमा भएको क्याल्सियम अल्युमिनियम सोडियम फ्लोराइड आयन हुन्छ त्यो लीच आउट हुन्छ केमा एक्वस मिडियम भनेको जुन कि लिक्विडमा हुन्छ वाटरहरु है एक्वस मिडियममा के हुन्छ लीच आउट हुन्छ। अब के बच्छ अब हाम्रो सेकेन्डमा चाहिँ के हुन्छ भने लिचिङ भइसकेपछि अब त्यसमा बच्छ के लिचिङ पछि के बच्छ हाम्रो क्याल्सियमहरु बच्छ क्याल्सियम अल्युमिनियम है तिनीहरुको क्रस लिंक हुन्छ जहिले याद राख्ने क्याल्सियम क्रस लिंक अल्युमिनियम क्रस लिंक र हाइड्रेसन हुन्छ। क्याल्सियम क्रस लिंकमा के हुन्छ अब क्याल्सियम क्रस लिंक हामीले पढौं क्याल्सियम क्रस लिंकमा के हुन्छ त अब कस्तो हुन्छ जब इनिशियल सेट हुन्छ नि इनिशियल सेटको बेला कति बेला द इनिशियल सेट अकर जब इनिशियल सेट भइसक्छ नि त्यतिबेला के हुन्छ जुन क्याल्सियम छ नि क्याल्सियम क्रस लिंक गर्छ ओके मैले क्रस लिंक यसलाई भन्थे क्रस लिंक गर्छ कोसँग पोलिएक्राइलिक एसिड चेनबाट धेरै हुन्छ नि त त्यही भएर चेन भनिदिएको छ। क्याल्सियम क्रस लिंक विथ पोलिएक्राइलिक एसिड चेन। अब यसले के गर्छ यसले एउटा सोलिड मास बनाउँछ मेक अथवा फर्म सोलिड मास बनायो। अब मलाई बनाइसकेपछि कस्तो हुन्छ भने इट अकर विथिन फर्स्ट 5 to 8 मिनेट अफ मिक्सिङ कतिखेर इट अकर अबाउट पहिलो फर्स्ट 5 to 8 मिनेट अफ मिक्सिङ ठीक छ। अब यो क्रस लिंक जुन भयो नि यो क्रस लिंक लेख्ने दिस क्रस लिंक
रिजल्ट के आखिर क्रस लिङ्क भएर के भयो? दिस क्रस लिङ्क रिजल्ट्स के गर्छ? फर्मेसन अफ क्याल्सियम पोलिसाल्ट, के अरे क्याल्सियम पोलिसाल्ट फर्म लेखिदिने यहाँ, फर्म क्याल्सियम पोलिसाल्ट। दिस क्रस लिङ्क रिजल्ट फर्म क्याल्सियम पोलिसाल्ट। यो चाहिँ याद राख्नु पर्यो है। यो हाम्रो दोस्रो नम्बर भयो के को? सेटिङ रियाक्सन अफ जिआइसी को क्याल्सियम क्रस लिङ्क हाम्रो जुन भयो, क्याल्सियम क्रस लिङ्क भयो। अब के हुन्छ? अब अर्को के भन्यो? अल्मुनियम क्रस लिङ्क बच्यो, हो कि नै? अब अल्मुनियम क्रस लिङ्क पढौँ है। क्याल्सियम क्रस लिङ्क पनि भयो। अब हाम्रो तेस्रोमा के आउँछ? अल्युमिनियम क्रस लिङ्क। अब अल्युमिनियम क्रस लिङ्कमा के हुन्छ? अब यो अल्युमिनियम क्रस लिङ्क जुन हुन्छ नि, यो 24 घण्टा पछि हुन्छ, याद राख्ने है। अल्युमिनियम क्रस लिङ्क कहिले कतिखेर हुन्छ? 24 घण्टा पछि हुन्छ। अब यसमा के हुन्छ भने, अब यहाँ लेख्ने खासमा पहिलो कुरा के लेख्नु भनेको, यहाँ लेख्ने के आफ्टर 24 आवर लेख्ने है, आफ्टर 24 आवर। ठिक छ? यो के हुन्छ? यो अर्को नेक्स्ट फेज हो। आफ्टर 24 आवर नेक्स्ट फेज aluminum also begins to cross link लाई मैले यसरी भने क्रस लिङ्क विथ के? यो पनि सेम विथ पोलिएक्राइलिक एसिड। अब चेन पनि लेख्नु पर्यो, यो त अघि नैको यति त है। पोलिएक्राइलिक एसिडबाट के हुन्छ? क्रस लिङ्क गर्छ। अगेन के लेखेको छ? नेक्स्ट फेजमा के हुन्छ? अल्युमिनियम अल्सो बिगिन्स टु क्रस लिङ्क विथ पोलिएक्राइलिक एसिड चेन। अब पोलिएक्राइलिक एसिड चेनसँग त्यो बनाइसकेपछि फेरि के हुन्छ? अघि नै क्याल्सियम पोलिसाल्ट बनिरहेको थियो, यसपालि के भन्छ? अल्युमिनियम पोलिसाल्ट के हुन्छ? फर्म हुन्छ है। यो पनि भयो। त्यसपछि अब यसमा यो भइसकेपछि अब के हुन्छ? अब यो एट द एन्ड चाहिँ हाम्रो के फर्म भयो? अल्युमिनियम पोलिसाल्ट। अब यो तेस्रो रियाक्सन पनि जिआइसी को सकियो। अब चौथो के हुन्छ त? चौथोमा के हुन्छ? हाम्रो सोडियम जुन थियो नि, सोडियम पनि त थियो पाउडरमा, सोडियम एन्ड फ्लोरिन, FuORN फ्लोरिन आयन जुन हुन्छ नि, यिनीहरू डु नट टेक पार्ट इन क्रस लिङ्कमा के यिनीहरू पार्ट लिँदैनन् है। चौथो नम्बर हामीले पढिरहौँ, चौथो फेज। यिनीहरू सोडियम र फ्लोरिन आयनले के गर्दैन? पार्ट लिँदैन केमा? हाम्रो यसमा क्रस लिङ्कमा पार्ट लिँदैन। तर सम अफ सोडियम, याद राख्ने, सम सोडियम आयन के गर्छ? मे रिप्लेस दी हाइड्रोजन आयन इन दी कार्बोक्सिलिक ग्रुप। यसमा सम यही भनेछ, सम सोडियम आयन मे रिप्लेस द हाइड्रोजन आयन इन द कार्बोक्सिलिक ग्रुप, यही भने रहेछ हैन। यसको सट्टामा के आउँछ? सोडियम आउँछ भन्न खोजेको है। अब अर्को कुरा चाहिँ हामीले यो पनि लेखिसकेपछि फेरि अर्को लेख्नु पर्यो कि यो जुन द रेस्ट कम्बाइन। अब हेर त, रेस्ट कम्बाइन एउटा यो बचेछ नि फ्लोरिन आयन, रेस्ट कम्बाइन विथ कोसँग? फ्लोरिन आयन, फ्लोरिन टु फर्म के? अफ कोर्स सोडियम फ्लोराइड बनाउँछ, जुन के हुन्छ? युनिफर्मली के हुन्छ?
डिस्ट्रिब्युट हुन्छ। कहाँ? विथिन द सिमेन्ट। ल फेरि एकचोटि मैले यसको बारेमा भनिदिइरहेको छु, सुन्नु होला है। फेरि एकचोटि म भन्छु। यसमा कस्तो हुन्छ, सोडियम र फ्लोरिन आयनले के गर्दछ, यसले पार्ट लिँदैन क्रस लिङ्कमा, पहिलो कुरा। र यसमा कस्तो हुन्छ, सोडियमले जुन हुन्छ नि, यसले रिप्लेस गर्छ केलाई, हाइड्रोजन आयन, जुन कि कार्बोजाइलिक ग्रुपमा हुन्छ। अर्को कुरा त्यही लेख्नु पऱ्यो, रेस्ट कम्बाइन्ड। रेस्ट भनेको यो, ठिक छ। रेस्ट कम्बाइन्ड विथ फ्लोरिन, योसँग अरू बचेका जुन हुन्छ नि, तिनीहरू चाहिँ के गर्छन्, फ्लोरिन आयनसँग के गर्छन्, कम्बाइन गर्छन्, जसले के बनाउँछ, सोडियम फ्लोराइड। ठिक छ। अब आखिर जति रिप्लेस गर्यो, अझ जुन बचेको छ त्यसले के गर्छ, फ्लोरिन आयनसँग के गर्छ, कम्बाइन हुन्छ। कम्बाइन बनाएर के भन्छ, सोडियम फ्लोराइड बनाउँछ। सोडियम फ्लोराइड के हुन्छ, युनिफर्मली डिस्ट्रिब्युट हुन्छ कहाँ, सिमेन्टमा। सिमेन्टमा के हुन्छ, युनिफर्मली डिस्ट्रिब्युट हुन्छ है। यो पनि भयो। त्यसपछि हामीले चाहिँ के पढ्छौँ भने यसमा अब अर्को कुरा चाहिँ, अब यो भइसकेपछि अब हाइड्रेसन आउँछ कि नै, हाइड्रेसन। पाँचौँ भनौँ, हाइड्रेसन। अब हाइड्रेसनमा के हुन्छ, हाइड्रेसन नामै त्यही हाइड्रेसन रहेछ। हाइड्रेसन भनेको पानी बुझौँ, वाटर। अब यसमा लेख्नु पऱ्यो वाटर। वाटर प्ले भेरी इम्पोर्टेन्ट रोल, ठिक छ। इम्पोर्टेन्ट रोल प्ले गर्छ केमा, इन सिमेन्ट। इम्पोर्टेन्ट रोल प्ले है, प्ले इम्पोर्टेन्ट रोल इन द सिमेन्ट। अब कसरी गर्छ त, अब पहिलो सुरुमा के गर्छ, यो इट इनिसियली लेख्नु पऱ्यो। इनिसियली इट सर्भ एज अ मिडियम। यो मिडियम एज अ मिडियमको काम गर्छ है। वाटर एज अ मिडियमको काम गर्छ स्लोली, तर स्लोली अब के हुन्छ, लेटर इट स्लोली hydrates the matrix। म्याट्रिक्सलाई के गर्छ, हाइड्रेट गरिदिन्छ। अब यसले अरू के गर्छ, स्ट्रेन्थ जुन छ नि, अथवा लेखिदिने एडिङ स्ट्रेन्थ टु दी सिमेन्ट। स्ट्रेन्थ यसले प्रोभाइड गर्छ, एड गर्छ, मतलब यसले के गर्छ, स्ट्रेन्थ प्रोभाइड गर्छ सिमेन्टलाई। अब यो स्ट्रेन्थ प्रोभाइड गरेको कारणले यसलाई के भनिन्छ, म्याचुरेसन फेज पनि भनिन्छ। म्याचुरेसन अथवा म्याचुरेसन प्रोसेस। अर्को कुरा चाहिँ कस्तो भयो भने, अब यति भइसकेपछि हामीले हाइड्रेसनमा यति लेख्न सक्छौँ के अरे, वाटर प्ले इम्पोर्टेन्ट रोल इन द सिमेन्ट, यो इट एक्ट एज अ मिडियम। अर्को कुरा चाहिँ लेटर इट स्लोली हाइड्रेट द म्याट्रिक्स। कसरी, बाई एडिङ अथवा एडिङ स्ट्रेन्थ टु द सिमेन्ट। ठिक छ। एडिङ स्ट्रेन्थ टु द सिमेन्ट, यसले के गर्छ, सिमेन्टलाई के गर्छ, स्ट्रेन्थ प्रोभाइड गर्छ। यो पनि चाहिँ हामीले पढ्न पायौँ। त्यसपछि हामीले चाहिँ लास्ट के लेख्छौँ, सिलिका जेल शीट। जेल शीट, सिलिका जेल शीट। अब सिलिका जेल शीटमा के हुन्छ, जसरी हरेक जति पाउडरहरू छन् तिनीहरू सबै त रियाक्ट हुँदैन नि त। ग्लास पार्टिकल्स जति हुन्छन् सबै त रियाक्ट हुँदैन नि त। लेख्ने अनरियाक्टेड ग्लास पार्टिकल, केही त बच्छ नि त, अनरियाक्टेड ग्लास पार्टिकल। अनरियाक्टेड ग्लास पार्टिकल छ नि, जसलाई मैले के लेखिदिएँ, युजिपी। अनरियाक्टेड ग्लास पार्टिकल के हुन्छ, सराउन्डेड हुन्छ अथवा शीतेड। शीत भनेको घेरियो मानौँ न, SHEATED, शीतेड। ठिक छ। केबाट, शीतेड बाई सिलिका जेल। यो सिलिका जेलबाट के हुन्छ, ग्लास पार्टिकल हुन्छ नि, त्यो घेरिएको हुन्छ। शीतेड बाई अनरियाक्टेड ग्लास पार्टिकल इज शीतेड बाई सिलिका जेल लेख्नु पर्यो फर्स्टमा। त्यसपछि के लेख्नु पर्यो, यहाँ लेख्नु पर्यो, इट इज फर्म। कसरी बन्छ त यो, इट इज फर्म बाई द लिचिङ अफ द के, लिचिङ अफ द आयन्स। आयन्समा के पर्छ,
क्याल्सियम, अल्मुनियम, सोडियम र फ्लोरिन हो। यो पर्छ है, जसले के गर्छ, फर्म्स दी आउटर पोर्सन अफ दी ग्लास पार्टिकल। यतिसम्म चाहिँ हामीले लेख्नुपर्छ है। यसमा चाहिँ हामीले के लेख्यौँ, यसमा चाहिँ सिलिका जेल शीट जुन कि अनरिएक्टेड ग्लास पार्टिकल जुन हुन्छ नि, अनरिएक्टेड ग्लास पार्टिकललाई के गर्छ, यसले घेर्छ, घेरेर केबाट घेर्छ, केबाट शीते लाइक सराउन्ड गर्छ, बाई सिलिका जेल। अब यसमा कस्तो हुन्छ भने यो अब इट इज फर्म बाई द लिचिङ अफ दी आयन्स इन योर ओन, जसले के गर्छ, आउटर पोर्सन अफ ग्लास पार्टिकल बनाउँछ। यतिसम्म हामीले लेख्नु पर्यो। दिस इज अल एबाउट द सेटिङ रियाक्सन अफ ग्लास आइनोमर सिमेन्ट है। अब यसमा अर्को पनि हामीले पढ्न सक्थ्यौँ, तर आई थिङ्क अलि यो भिडियो चाहिँ ठुलो हुन्छ, त्यही भएर यो चाहिँ अहिले नपढौँ, योभन्दा धेरै है। अहिले चाहिँ यति नै राखौँ, अर्को भिडियोमा अरू योभन्दा अगाडि पढौँला।